हाई गाइस सबैलाई आज ह्यापी न्यू इयरको उपलक्ष्यमा चाहिँ हामीलाई मोमो आएको छ है। आज हामी दुईजना मोमो खान्छौँ है। यो चाहिँ 2 डब्बा आएको थियो कि मोमो, अनि हामीले चाहिँ 1 डब्बा चाहिँ खानु दिए गरौँ, 1 डब्बा चाहिँ राख्ने दिए गरौँ, भोलि खाने भोलि पनि खानुपर्छ नि त हैन। अनि मोमो चाहिँ यति थियो का मेरो भाइ चाहिँ वाउ वाउ भन्दैछ। 1 2 3 4 5 ओइ 3 ठ्याक्कै बराबर भयो। हाम्रो भागमा चाहिँ 1 4 वटा आयो। जम्मा 1 2 3 4 1 2 3 4 8 वटा मात्र मोमो रहेछ हैन जम्मा। अनि 8 वटा मात्र मोमो रहेछ। अनि हामीले यति भए पनि खाने हैन। अनि न्यू इयरको दिन हामीले खायौँ हैन। त्यही हो बात। भाइ पनि खाँदैछ। यस्तो गरिराख्नु न अब भाइ। पिरो सब्बा चट्नी चाहिँ हैन। पिरो लाग्यो मलाई चाहिँ हैन। वेट मोमो टेस्ट गरौँ है त। ज्वरो आऊ तेरो खीमा सबै। के खाएको भाइ हामीले? के हो यो? प्याज चाहिँ मलाई दिन्छस्? अब पिरो छ क्या त हुन्छ हैन। हल्का ऊपर पिरो छ हैन। हल्का यसरी हालेर खाएको। मलाई हामीले के खाएको? क्वेडी म पनि बस हुँदा क्या बिग मामा म चाहिँ लगभग फिनिस हुन आँटेको। एउटा यो लास्ट पिस चाहिँ त्यो म बिस्तारै खाइहाल्छु क्या। यस्तो किमा यस्तो सबै यस्तो भएर आइरहेको थियो क्या होइन। भित्र किमा चाहिँ थिएन कि सबै यस्तो मात्र थियो क्या। मोमो चाहिँ यस्तो मात्र मोमो थियो। अनि यसो गरेर खाना चाहिँ खानु पर्यो भने मिठो मोमो भन्नु। मामु हेर्नु ला भिडियो भन। कविता मम्मी एकैचोटि आइतबार आउने अरे भाइ।
तिमीलाई सबै झरेको छ क्या हामी हेर्नु किन देखाएको हो भाइले तैँले खुट्टा हातबाट यस्तो लागेको थियो मिठो आहा मिठो यसो गर मिठो हातमा गर के हुँदैन है नि त्यहाँ नगर ल नगर्ने खुट्टाको त्यस्तो आँखा छ भाइको है के होइन अनि हाम्रो भाइले चाहिँ मोमो फिनिसिङ गरिसक्यो होइन फिनिसिङ मोमो होइन मैले पनि यसरी फिनिस गरिसकेँ मेरो भाइको होइन अब म चाहिँ अझै मोमो खाने नि त्यहाँ मोमो खाने